कमलाले हेर्दैन मात्रै पट्याए भन् त म त त्यसले त त्यस्तो भने पख त्यसलाई त म छोरी भगाएर हान्ने आउँछु के लु लु जमिनमा भोलि फेरि आज यो पनौतीहरूसँग भेट भयो यार आज त दिनै खराब छ यार सही भनिस् ट्र्याक गरेर क्यानाडामा एक्लै बोलाएर आइज यसलाई छोड्नु हुँदैन आज ए दलितहरू तँहरू कता हिँडेको देखिन सिम्पुटर कामले हेरेको तँलाई के हाल्छु यिनीहरू चाहिँ दलित भयो तोमी दाइ तपाईँ पनि यस्तो दलित हुनुभएको तेरो बाउ भन्छ जाठा मानिसले सानो ठुलो हुने भने त सबजना मरिसक्थ्यो मान्छेको रगत एउटै हुन्छ सानो ठुलोको कुरा गर्छस् तिमीहरू अनपढलाई के थाहा अनपढ भन्छ बाउले पनि अनपढ भन्छ आमाले पनि अनपढ भन्छ मलाई यो अनपढ भन्ने शब्दै मन पर्दैन टमीजी कता जानु भएको कहिले आइज गेलको तैँले के भने अरे के भन्यो मैले तिमीलाई फेरि तैँले मलाई मन पराउँछस् अरे मन पराउँछु त तिमी यति राम्रो छौ अनि त्यो त हो तर पनि तैँले कसरी सोच्छस् म तँलाई मन पराउँछु नि हो तिमी कहाँ हिरा यो कहाँ झुसीले किरा त दलित भएर बढी बोल्छस् अबदेखि भने तँलाई मारिदिन्छु म ओ यता अबदेखि भनिस् भने मर्छस् लु भन न तिमी मलाई माया गर्छु गर्दैनौ तिमीहरूलाई मन पराउँदा कि एउटा आँखाले नि हेर्दिनँ हामी हिँड्छ मन्जाले हिँड्नु केटा हो यसलाई भोलि के गर्छ मलाई जानु थियो अञ्जली तिमीहरू हाँस्ने दलितहरूसँग हाँस्ने मलाई मेरो बिल्ला हान्ने तिमीहरू त्यो दलितले भनेको ठिकै हो नि चुप त्यो दलितले हान्नै पर्ने छु क्या भात पड्किने गरी गुला पड्किने गरी हान्नुपर्छ चुप दलितहरूलाई त होइन मेरो जेठालाई चाहिँ पहिला हान्नुपर्छ त्यो दलितहरूसँग मिलेर हिँडिरहेको छ चुप राख साथी त्यसलाई के गर्नुपर्छ मैले जान्छु त्यहाँ भाउजूले पर्खिरहेको रहेछ एकछिन भेटेर आउनु पर्यो तपाईँहरूलाई हाम्रो भिडियो राम्रो लाग्यो भने लाइक सेयर कमेन्ट सबै सब्सक्राइब्सहरू पनि गरिदिनु होला र हाम्रो अझै राम्रो राम्रो भिडियोको लागि हामीलाई सपोर्ट पनि गरिदिनु होला धन्यवाद बाई